तिमी सोच्छौ तिमीले संसारलाई बुझेका छौ। तिमी आफूले जे देख्यौ त्यो कुरालाई सत्य ठान्छौ। तर यदि म तिमीलाई भनिदिउँ कि यो जमिन, यो आकाश, यो शरीर, यो संसार जसमा तिमी हिँडिरहेका छौ, यो सब भ्रम हो। किनभने विज्ञानको गहिराइमा एउटा सत्य छ, सत्य जसले प्रत्येक कुरालाई क्वेसन गर्न मजबुर गर्दछ, इभन यस संसारको अस्तित्वलाई। सो विदाउट वेस्टिङ एनी टाइम, लेट्स डाइभ इन्टु द वर्ल्ड अफ क्वान्टम फिजिक्स टु फाइन्ड आउट यस रहस्यमय संसारमा साँचो के हो र भ्रम के हो। तिमी अहिले बसेको कुर्सी ठोस छ होइन, तर गहिरो हेर त्यो 99.999% खाली छ र बाँकी केवल इनर्जी हो। तिमी, म, हामी, यो संसार, वी आर नट थिङ्स। हामी केवल भाइब्रेसन हौ। र यसमा सबभन्दा बवाल चिज के हो थाहा छ? हाम्रो चेतना हो, हाम्रो चेतना, कन्सियसनेस, जसले हामीलाई वास्तविकता बनाउँछ। एक इलेक्ट्रोनलाई दुईवटा पालबाट पठाउँदा त्यो वेभ जस्तै फैलियो र संसारको प्रत्येक सम्भावना स्पर्श गर्यो, अर्थात् इट टचेस एभ्री पोसिबिलिटी लाइक अ ड्रिम विथ इन्फाइनाइट इन्डिङ्स। तर जब हामीले हेऱ्यौँ त्यसले बाटो रोज्यो, एउटा निर्णय लियो म के बनौँ भनेर। यो संसार यस्तै हो, तिमी हेर्छौ अनि ब्रह्माण्डले प्रतिक्रिया दिन्छ। तिमीलाई लाग्छ संसार यथार्थ हो, तर प्रत्येक वस्तु एकैचोटि धेरै अवस्थामा हुन्छ। यसलाई तिमी यसरी बुझ, एउटा तिमी अहिले यो भिडियो हेर्दैछौ, अर्को तिमी कतै टिकटकमा व्यर्थको स्क्रोल गर्दैछौ, अनि अर्को तिमी आकाश चुम्ने सपनाहरू बुनिरहेका छौ। प्रश्न यो, तिमी कुन सम्भावनामा छौ? शक्ति भन्नाले के बुझ्छौ? वाट इज पावर? मनी, फेम, स्ट्याटस? ना, पावर, शक्ति भनेको जागरुकताका साथ अवलोकन गर्ने क्षमता हो, अर्थात् एबिलिटी टु अब्जर्भ विथ अवेरनेस। इलेक्ट्रोनलाई नै हेर न, तिमीले हेऱ्यौ कि त्यो रोकिन्छ, स्थिर हुन्छ र एउटा निर्णय लिएर त्यतैतिर बेन्ड हुन्छ। अनि जीवन पनि यस्तै होइन त? तिमीले फोकस गर्न साथ नयाँ दिशा लिन्छ। के यो जीवन साँच्चै व्याख्या गर्न मिल्छ कि यो केवल अनुभव मात्र गर्न मिल्छ? क्वान्टम फिजिक्स भन्छ संसार छ भनेर होइन, तिमी छौ भनेर मात्र संसार अस्तित्वमा छ। त्यसैले अब उठ, आफ्नो चेतनालाई अस्त्र बनाऊ, ब्रह्माण्ड तिम्रो आदेशको प्रतीक्षा गर्दैछ। तिमीलाई लागे पनि तिमी सामान्य मान्छे होइनौ, तिमी त चेतनाको भरिपूर्ण भाइब्रेसन हौ, जसले संसारलाई आकार दिन सक्छ, रियालिटीलाई नै बेन्ड गर्न सक्छ। नाउ राइज, Not to separate, but observe with